के तपाईलाई थाहा छ बृहस्पति र शनि ग्रहमा हीराको वर्षात हुने गर्छ? अरूभन्दा शनि ग्रहमा मात्रै वर्षको 10 लाख किलो हीरा वर्षन्छ। हो हजुर गरिब हुनुहुन्न, गलत ग्रहमा हुनुहुन्छ। तर एउटा समस्या छ, गएर पनि के गर्नु, त्यहाँ टेक्ने ठाउँै छैन, किनकि ती ग्रहहरू मिथेन ग्यासले मात्रै बनेका हुन्। हजुर पृथ्वी जस्तो जमिन ती ग्रहहरूमा छैन। जाने त त्यस्तै हो, तर हीरा बन्ने प्रक्रिया चाहिँ बुझौं। जब ती ग्रहहरूमा मिथेन ग्यासको आँधीहुरी चल्छ र चट्याङ बन्छ, सँगसँगै मिथेन ग्यासको बढ्दो प्रेसरको कारणले मिथेन कार्बनमा कन्भर्ट हुन्छ। त्यो बनेको कार्बन मिथेन भन्दा गरुको हुन्छ। त्यसैले ग्रहको भित्रतिर जान थाल्छ। सोही क्रममा प्रेसर पनि बढ्दै जान्छ, अनि प्रेसर बढे सँगसँगै कार्बन पनि कन्भर्ट भएर ग्राफाइट बन्छ। त्यो ग्राफाइट झन गरुको हुन्छ अनि झन भित्र जान थाल्छ। यति भित्र जान्छ कि जहाँ प्रेसर अत्यन्त धेरै हुन्छ, जसले ग्राफाइटलाई यसरी निचोड्छ कि त्यो अन्तमा हीरामा परिणत हुन्छ। ती ग्रहहरू धेरै टाढा भएकोले हीरा परेको त देख्न सकिँदैन, तर वैज्ञानिकहरूको अनुसन्धान र रासायनिक हिसाबको आधारमा हीरा पर्ने सम्भावना निकै धेरै छ। अब हीरा ल्याउन मन छ भने इलन मस्क अंकललाई सम्झिनु होला।